नम्बर 11 मा हामीलाई सोधेको क्वेशन भनेको अलिकति फरक अलिकति लामो खालको पनि छ। हामीले अघिल्लो 10 सम्म गर्दै आएको कुरा के हो भने हामीले दुईटै मात्र अभिव्यञ्जकहरू थियो र यसमा भनेको अब तीनटा अभिव्यञ्जक आएको छ। जति नै वटा आए पनि गर्ने तरिका भनेको तीनै हुन्। हामी यसमा खासै डराउनु पर्ने कुरा केही पनि छैन। त्यसैले हामी के लेख्छौँ भने सोलुसन लेख्छौँ। यहाँ पहिलो अभिव्यञ्जक भनेर भन्छौँ। यहाँ पहिलो अभिव्यञ्जक हाम्रो के छ z² + 2z - 15 छ। यसलाई हामीले खण्डीकरण गर्यो भने z² को z² हुन्छ। यो भनेको 5 - 15 z² हुनु पर्यो। त्यो भनेको यदि 15 5 र 3 ले गुणन गर्यो भने हुन्छ के 15 हुन्छ। अरु विकल्पै छैन। त्यो चाहिँ 5z - 3z 15 हुन्छ। हामीले z एउटा कमन आयो भने बाँकी अर्को एउटा z हुन्छ। यहाँ 5z यता आइसक्यो माइनस 3 को 3 z + 15 यसरी 5। त्यसरी हामीले यो र यो भनेको एउटै भयो। त्यसबाट हामीले एउटा कमन यसरी लिन्छ z - 3 भनेको यहाँ यो z - 3 यसरी लिन्छ। हाम्रो एउटा सक्यो। दोस्रो अभिव्यञ्जक भनेको के छ हाम्रो z² प्लस z² प्लस z - 12 छ। यसलाई हामी कसरी गर्छौं भने यदि हामीले z² 4 ले 4 र 3 ले गुणन गर्यो भने के हुन्छ 12 आउन सक्छ। अनि 4 बाट 3 घटायो भने 1 हुन्छ। यसरी हामीले 4 र 3 को रिलेसन लिएर गर्छौं। भनेको के हुन्छ भने प्लस 4z - 3z भनेको के हुन्छ प्लस z मात्र आउँछ। र यसलाई मल्टिप्लिकेसन गर्यो भने पनि आउने भनेको के हो भने मल्टिप्लिकेसन भनेको के हुन्छ भने -12z² हुन्छ। त्यसैले हामी लास्टको टर्म भनेको जस्ताको तस्तै हुन्छ। यहाँबाट एउटा z कमन आयो भनेको अर्को z बस्छ यहाँ 4 अनि त्यसैगरी 3 हुन्छ z + 4 यसो z + 4 z - 3 हामी यतिसम्म गरेर राख्छौं। योलाई भनेको अब तेस्रो अभिव्यञ्जक भनेको के छ हाम्रो भन्दा z² + 4 z - 21 छ। यसलाई हामी के गर्छौं भने 21 कुन तरिकाले आउन सक्छ हामीलाई थाहा छ 7 या 21 हुन सक्छ। अर्को के हुन सक्छ 21 × 1 भनेको 21 हुन सक्छ। र अरु भनेको त्यति नहोला सायद। र त्यस भएको हुनाले हामीले एउटै मात्र विकल्प भनेको के हो भने 7 या 21 वालाले लिन्छ। किनकि 7 बाट 3 घटायो भने हामीले 4 पाउन सक्छौं। र त्यस भएको हुनाले हाम्रो भनेको के छ z² को z² प्लस 7z - 3z 21 को 21 हुन्छ z + 7 हुन्छ -3 z + 7 z + 7 z - 3। र यसबाट हामीले मस भनेको कसरी निकाल्ने त भन्दाखेरि हामीले तीनटै टर्ममा हेर्यो भने पहिलो अभिव्यञ्जक दोस्रो अभिव्यञ्जक र तेस्रोमा हेर्यो भने z - 3 र z - 3 भनेको के छ साझा छ। त्यसैले अरु भनेको कुनै साझा छ त छैन। त्यसैले हामी जस्ताको तस्तै लेख्छौं। त्यसैगरी लस भनेको के लेख्छौं भने हामी z - 3 जस्ताको तस्तै आयो। त्यसैगरी z + 5 हुन्छ z + 4 अनि त्यसैगरी z + 7 हुन्छ। यसरी हामीले गर्नुपर्ने हुन्छ। थ्यांक यू। हामी अब 12 क्वेशनमा भेट्छौं।